यति रमाइलो भयो त्यो हिँडेको थाहा नै भएन कि उकाल यति उक्लियौँ नि हामी हजुरहरू पनि उक्लिनु भयो होला होइन यत्रो उक्लिँदा पनि त्यो उक्लिएको केही दुःख भन्ने कुरै भएन यहाँ आएपछि कि यति रमाइलो ठाउँ फर्स्ट टाइम हो मेरो तर यो अब यति रमाइलो ठाउँ कि कुरै नगरौँ हिँड्नलाई त अब यस्तै हो हिँड्ने भनेको ठाउँ चाहिँ यस्तै हुनुपर्छ जस्तो लाग्छ मलाई होइन त्यो हिँड्ने ठाउँ चाहिँ बाइक जस्तो भए पनि फेरि रमाइलो हुँदैन बाइक पनि हिँडिरहेछ मान्छे पनि हिँडिरहेछ भने त रमाइलो हुँदैन नि यस्तो ठाउँ भयो भने एकदमै रमाइलो तर त्यो तलको अलिकति बाटोहरू चाहिँ अलि राम्रो होस् भन्ने चाहन्छु म चाहिँ लटरामेश्वर महादेव चाहिँ हाम्रो यो मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकाको वडा नम्बर 8 अन्तर्गत अवस्थित छन् र हाम्रो यो चाहिँ नि हेटौँडाबाट कान्तिपथको बाटो हुँदै काठमाडौँ जाने क्रममा चाहिँ नि यसको चाहिँ नि उत्तरतर्फ यो मन्दिरलाई हामी देख्न सक्छौँ र त्यहाँ चाहिँ नि वर्षको एकपटक ठुलो मेला पनि लाग्ने गरेको छ र अहिले धेरै भक्तजनहरू दैनिक रूपमा नै त्यहाँसम्म जाने र अनि दर्शन गर्ने चाहिँ नि दर्शालु भक्तजनहरूको भिड लाग्ने गरेको हामीले देखिरहेका छौँ पहिला चाहिँ तपाईको यो यस्तो प्रचार प्रसार हुन्थ्यो हैन अनि त्यसपछि जसलाई थाहा थियो उ आउँथ्यो अहिले चाहिँ यो सामाजिक सञ्जालले गर्दा अलिकति प्रचार प्रसार भएर अलिक पहिला भन्दा जो धेरै राम्रो भइरहेछ अहिलेसम्म कुनै व्यवसाय गर्नलाई पनि भयो अरु तपाईको कुनै भनौँ न उत्पादन सामानहरू पनि बिक्री वितरण गर्न पायो अब नलो चिजहरू गाउँको चिजहरू चाहिँ लोकल चिजहरू लान्छन् अब बाहिरबाट आउने चाहिँ भक्तजनहरूले यसमा चाहिँ अलिकति हाम्रो बाटो र पानी बत्तीको चाहिँ अलि राम्रो गरिदियो भने हैन सुविधा गरिदियो भने अब स्थानीय सरकारले गर्न त गर्दैछन् तर